सबैलाई नमस्कार। म सूर्यकान्त काफ्ले, ब्यास नगरपालिका वडा नम्बर 6 को वडा सदस्य। आज हामी यस गलेखाम कोट भैरव यो धार्मिक एवं पर्यटन स्थलमा आइरहेका छौं र यसको सबभन्दा यसमा चाहिँ आकर्षण हुन लायक यसको चाहिँ जुन कहानीहरू त हामीले धेरै पहिलाका कहानीहरू भन्न त हामीलाई त गाह्रै हुन्छ। तैपनि अहिले हामीले थाहा पाएसम्मको हेर्दाखेरि यसमा आएर यस गलेखाम कोट भैरवीलाई चाहिँ दर्शन गर्दाखेरि आफ्नो मनले चिताएको कुराहरू, मनले चाहिँ इच्छाको कुराहरू पुग्छ भन्ने चाहिँ यसको चाहिँ विश्वास रहेको छ र यस गलेखाम कोटमा हामीले यहाँ आएर यहाँबाट चारैतिरका दृश्यहरू हामीले चाहिँ अवलोकन गर्न सकिनेछ। यसमा तपाईको चाहिँ लमजुङका भागहरू गएर चाहिँ तपाईको शुक्ला गण्डकीका भागहरू, पोखरा साइडको भागहरू, सबै भागहरू यहाँबाट देखिने भएको हुनाले चाहिँ यो चाहिँ अलिकति रमणीय ठाउँ भनेर हामीले चाहिँ यसलाई चाहिँ भन्दै आएका छौं र यसमा हामीले अब यो गलेखाम कोटको लागि हामीले यसको विकासका लागि हामीले ओडाले, नगरपालिकाले र प्रदेश सरकारले बाट हामीले चाहिँ यसमा भौतिक संरचनाहरू पनि बनाइएको छ। यसमा बाटो सिँढी रेलिङहरू बनाइएको छ। मन्दिरहरू, नयाँ मन्दिरहरू चाहिँ बनिरहेको अवस्थामा मन्दिर छ। त्यसले गर्दाखेरि अब यसमा अलिकति हामीले पानीको अलिकति असुविधा भएको कारणले यसमा अहिले हामीले आकाशे पानी संकलनको लागि हामीले ट्याङ्कीहरू बनाइरहेको अवस्था छ र यसलाई हामीले ओडाको तर्फबाट हामीले चाहिँ प्रदेशमा पानीको लागि चाहिँ हामीले पटक हामीले चाहिँ सिफारिस लिएर गएर पोखरामा हामीले प्रदेश सरकारलाई हामीले बुझाएका छौं। गलेखाम कोटमा बडा दशैंको घटस्थापनाको दिनबाट टीकाको दिनसम्म चाहिँ पूजापाठ हुन्थ्यो र त्यो यहाँ पूजा सकेपछि बल्ल अनि बाहिर चाहिँ जनताले चाहिँ टीका लाउने भन्ने चाहिँ चलन पनि थियो पहिला र अब यसलाई अझै यसको चाहिँ पर्यटन स्थल बढाउनको लागि चाहिँ हजुर पत्रकारज्यूहरूले चाहिँ यसलाई चाहिँ कसरी हुन्छ यसको चाहिँ पर्यटन बन्ने वातावरण मिलाइदिनु हुनेछ भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।